ल साथीहरु हैन मैले चाहिँ तपाईहरुलाई 1 महिना अगाडि चाहिँ मैले डिपेन्डेन्टको लागि मेरो वाइफको लागि चाहिँ भिजा एप्लाई गरेको भिडियो चाहिँ मैले युट्युबमा पनि हालेको थिएँ र मैले लाग्छ मैले फेसबुकतिर पनि हालेको छु हैन। तर आज चाहिँ मैले 26 तारिखमा एप्लाई गरेको थिएँ हैन अगाडि महिनाको। आज चाहिँ 29 तारिख भयो हैन, ट्याक्कै 1 महिना 3 दिन है। 1 महिना 3 दिनमा चाहिँ मैले डिपेन्डेन्ट भिजाको सिओई चाहिँ मैले प्राप्त गरिसकेँ गाइज हैन। आज भर्खरै आएको, आज मेरो बिदा थियो काम पनि हैन, अनि सुतिरहेको थिएँ अनि टक्क बेल बज्यो हैन, अनि गएको ट्याक्क यो आएको रहेछ हैन। अब एकदम ह्याप्पी छु गाइज हैन। अब आफ्नो काम दुःख त भइ नै हाल्छ हैन, जस अब अलिकति आफूलाई अब सहयोग गर्नको लागि हैन, अब आफूले गरेको दुःख हैन, दुःख काहीँ न काहीँ चाहिँ एउटा के हुन्छ भन्दाखेरि चाहिँ प्राप्त हुँदो रहेछ कि सुख पनि प्राप्त हुँदो रहेछ गाइज हैन। अब यो सिओई आएको छ हैन, मैले एप्लाई गर्ने बेला चाहिँ यो खाम चाहिँ मैले किनेर दिएको थिएँ हैन। अनि यो टिकटको लागि चाहिँ पैसा पनि तिरेर चाहिँ गर्नुपर्छ गाइज हैन। अब खोलेको छैन, लेट्स सी गाइज हैन, कति महिनाको आएको रहेछ। अब यो फेरि नेपाल पठाउनु पर्छ गाइज हैन साथीहरु। अनि पठाइसकेपछि चाहिँ उताबाट चाहिँ भिएफएक्स गरेर चाहिँ अनि बल्ल भिएफएक्सबाट चाहिँ भिजा आएपछि अब कति हप्तामा दिन्छ, एक दुई हप्तामा आएपछि बल्ल जापान आउने प्रोसेस हुन्छ गाइज हैन। जापान आउनलाई सकिन्छ जियोस्। अब जापानले चाहिँ स्वीकृति प्राप्त गर्यो गाइज हैन। अब त्यही हो, अब छिटोभन्दा छिटो चाहिँ त्यो गर्नुपर्छ हैन। अब चाहिँ कसरी पठाइदिएको छ भन्दाखेरि चाहिँ हैन, गाइज हेर्नु त यसरी आउँदो रहेछ गाइज है, हेर्नुहोस् त यसरी आउँदो रहेछ सिओई हैन। यो हो कि सिओई भनेको चाहिँ है। अब चाहिँ यो चाहिँ मैले अब नेपाल पठाउनु पर्छ गाइज हैन, मलाई लाग्छ। नेपाल पठाइसकेपछि चाहिँ उसको लागि चाहिँ त्यो गाइज है मैले चाहिँ पाइसकेँ हैन। अब तपाईहरुले चाहिँ यस्तै कुराहरु बुझ्नु छ, जान्नु छ हैन, अनि के हो कसरी गर्नु छ भने चाहिँ पक्कै पनि साथी बनाइराख्नु होला गाइज हैन। र केही कुराहरु सोध्नु मन छ भने चाहिँ मलाई सिधै कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ साथीहरु है। ल सी यू सुन गाइज हैन, म चाहिँ भिडियो अपलोड गरिरहेको हुन्छु, माया गर्दै गर्नु होला है त।